अरुणादि कलश देवताभ्यो नमः जलेषु पिञ्च ओम यानि कानि च पापानि च मातृ कानि च तानि सर्वाणि दशन्तु प्रदक्षिणा पदे पदे यानि कानि च पापानि च तानि सर्वाणि यत्र काम पदार्थाः तत्र दोषनिरु कुरुवे ओम नमो नमः सर्वतः पौरी सोलो दिवस ऋषभवतु नक्तम ओम कर्म साक्षे दीपनारायण नमः आसनं कुश आसनं कुश छेउमा कुश आदिशो पाद्यम जल भरि पदम जल पात्र सर्विसो आसनं नमस्कार गरिसो ओम सुकान्ताय वासुदेव नमस्ते सर्वभूत निवासित वासुदेव नमस्ते दीपज्योति परब्रह्म दीपज्योति नमस्ते शुभ महत्व कल्याणम आरोग्य सुख संपदम सर्व शत्रु विनाशाय दीपज्योति नमस्ते शुभ महत्व कल्याणम आरोग्य सुख संपदम मम अक्षतम तक्षतम तक्षत विष्णु 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 अद्य पुराण पुरुषोत्तमाय नमः अद्य पूर्व संकल्प सिद्धिरस्त कौशिक गोत्र सर्व विघ्नहरतम श्री महागाधिपतये पूजन अहं करिष्य चन्दनम एवान्तिराम तिलो सर्विसो पुलसले पातिले पूजा गरिसो पातिले हुने कि माथि हुने यहाँ एक घुमेर यही खरक पर्ला यही गर्ने हे अम्ले श्री सिद्धि बुद्धिपतये श्री नाम शिव ओम नागस्य नागहार त्वं गणाराज तत्भुजं सत्यं तस्य ओम भूरसो सिद्धि भूरसो पयण जने भन्नु समर्पण यहाँ मसिले छ पछाडी दक्ष रक्ष त्रैलोक्य रक्षक भक्त नाम नाम भयं का तत्तन्य क सूर्य सम अभिनव पूर्वे देवो सब काम लम्बोदर चलिकटो विघ्नसाय दिन आयम विघ्नसाय दिन काय धुम्र केतु गुणवसे भागतम गणना भग सहित एकदम प्रसन्न वतन दायते सर्वविघ्न प्रसायते अभिसिद्धार्थ सिद्धार्थ विनायक धुम्र केतु गुणवसे भारतम गजानन दोषकाय नमान विघ्नतः विद्यारम्भे विवाहित प्रवेश निर्गमे तथा संग्रामे संकट छैव विघ्न विद्यार्थ भूय पुलितोरि असुरसुरे सर्व विघ्न हरस तस्मै श्री गणाधिपतये नमः एउटा सिक्का पैसा र एउटा अलि बाङ्गो भइ चाहिँ गोविन्दाय नमो नमः श्री ब्रह्मणे नमः अलि दिलो भयो जस्तो लाग्छ चरण हुन्छ त्यो बाहिर अब लगेको भनेपछि अब के चरण छ त्यो बेलुका भएपछि मंगलम पुंडरीकाक्ष मंगलाय तनुहरि तदेव लग्नं सुदिनं तदेव तारा वरं चन्द्रवरं तदेव विद्या बलं दैव बलं तदेव लक्ष्मीपते तेन्द्र स्मरामि दुर्गनाना लगाइदिनु तदेव लग्नं सुदिनं तदेव तारा वरं चन्द्रवरं तदेव विद्या बलं चन्द्रवरं तदेव लक्ष्मीपते तेन्द्र स्मरामि तदेव लग्नं सुदिनं तदेव तारा वरं चन्द्रवरं तदेव विद्या बलं चन्द्रवरं तदेव लक्ष्मीपते अहिले यो माला त लाउनु पर्छ मात्र माला कति भयो त्यो हेर्नु ठिक छ काँडा बनाइदियो खोलो सजिलो हुन्छ टीका लगाउनु पर्यो यसो विधि मात्र हजुरले छैतिसे मात्रै हुन्छ टीका धेरै लाउनु मङ्गलाय तनोहरि मम्मीले पनि आइदिन्छु हजुरहरू चाहिँ यता आइदिनु न है बरु सिकालाई मम्मी खै त मम्मीले बाहिर सगुन दिनु मान्छे दिदी दिदी भगवान विष्णु मंगल दुर्गा मंगल प्रणाम गाचे मंगलाय तनोहरि तदे भगवान दिनं तदे तारा वरं तंत्र वरं तदे विद्या वरं तदे श्री पदे तेन्द्र स्मरामि यहाँ दीप भगवान ध्यान दिएर छ थोरै यहाँ राखेको छ दर्शन जोडेर राखेको छ तदे भगवान सुदिनं तदे तारा वरं तंत्र अघि लगा बेल बेल ओके दर्शन गरेर स्मरामि बेल राखेर नि अनि दाहिने हात त्यसमा देब्रे ठिक हुन्छ त्यसमा लगाउनु ठिक हुन्छ टमाटर कसै दाहिनेपट्टिबाट देब्रेपट्टि छ दाहिने हात देब्रेपट्टि छ यो चाहिँ छ यहाँ खोइ त पक्नु अ तल लाउन
तले राखेर साबुन रेडी छ तीनचोटि भयो उता उता उताबाट पुरोपट्टि फर्किनु पुरोपट्टि फर्किनु आइसक्यो मम्मी चाहियो दुलाको मम्मी चाहियो मम्मी बुला ल मम्मी र बुबाले दही खाइदिने अरूले यसो भइसक्यो चेलीबेटीले पहिला हजुरहरूले पनि खुवाइदिन्छु सबैजना खानु पर्दैन बुवा मम्मीले खाइदियो भने चाहिँ सधैँ एकछिन हजुर अलिकति यता सबै बत्ती बाल्दिनु ओ तल माथि बत्ती बाल्दिनु रे अगाडि बत्ती बाल्दिनु बत्ती बाल्दिनु रे बाबु साइडमा होइछ र अब अगाडि 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 आउनु त्यो आउँदैन आउँदैन जम 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 अगाडि अगाडि बढाउँ त बिस्तारै रात बिस्तारै दर्शन गरेर भइहाल्यो नि बाबुलाई शुभ बिहाको मङ्गलमय शुभकामना है बिस्तारै गर्ने हतार नगरिकन
हो अब तिन भाइहरूको जम्मा तिनजना चारजना त अट्छ तिनजना गाडी अगाडि छ है अनि म जानु पर्छ म अर्को गाडी ल हिँड न तिमी गुरुले अगाडि जय साहब तपाईँ गुरुबाबु तपाईँ एकछिनै Yeah.
वीडियो खींच रहा हो क्या?
बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ भौतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो कवितामा लेखेको भावना कल्पनामा दिने गर्दछौ म चन्द्रमा तिमी मेरो बेलुकी मायाको अर्थ तिमीले भर्दछौ एक्कासी मायाका गीतहरूले तिम्रै याद आयो मायामा पर्नै थिइन तर तिम्रो साथ पायो
लेखेको कविताहरूमा तिमी शब्द बनिदेऊ तिमी जहिले मेरो मुटुमा नाचिदिनु है मेरो जीवनमा कालो बादल छाए घाम बनिदेऊ फेरि जिउन पाए तिमी मेरै हुनु है एक्कासी मायाका गीतहरूले तिम्रै याद आयो मायामा पर्नै थिएन तर तिम्रो साथ पायो फुलको बगैँचामा पनि तिमीलाई अँगाल्छु तिमी नै हो मेरो सधैँ घाम तारा र जुन फुलको बगैँचामा पनि तिमीलाई अँगाल्छु तिमी नै हो मेरो सधैँ घाम तारा र जुन फुलको बगैँचामा पनि तिमीलाई अँगाल्छु तिमी नै हो मेरो सधैँ घाम तारा र जुन आमा भुल्यो भने हाम्रो संस्कृतिमा पाउँदैन त्यो कारणले सर्वप्रथम बाध्य
उहाँको आफ्नो रहेछ भात अब माइती खाला तपाईँ दुईजना अर्को दाइ भाइ को छ Thank you.
बन्द गरेर हुन्छ नि माइक्रोको बन्द गरेर हुन्छ चाहिन्छ फेरि साफ हुन्छ बत्ती फोकस अन गर्न मिलेको सजिलो छ
त्यही त
एउटा मेच चाहियो यार अहिले फेरि आउनुहुन्छ नि ए मेरो मेच भन्नुहुन्छ घुमेर Kurang baik juga malah. Ini kurang baik kayak gimana lah. दोस्ती करो किसी यहाँ से टक्कर टक्कर आनन्द भयो क्या एउटा फाइदा अटोमेटिक ट्र्याक पनि चल्छ सजिलो ट्याक्क एउटा ग्रिपल ल्याएर ट्याक्क रिमोट कन्ट्रोल के मोबाइललाई कन्ट्रोल गरेर त्यहाँ मात्रै गरेर बस्नु
हजुर चाबै भाइ हो के अरे मैले केही बुझिनँ भाइ ए त्यही हिजो मिलाएँ जसरी भए पनि भोलि छ वेडिङ भयो मेरो किन भोलि ल्याएन त ए सुजन खाली होला नि सुजनलाई कुरा गर न सुजन ल बोल्दै भोलि अर्को काम आएन सौरभ नगर्नु सौरभ खत्री ए म त नगर्नु बिग्रियो क्या राज बस न 17-28 2.8 1.4 भनेको मैले भने क्या एटिएममा पनि तर आउँछ नि त पोर्ट्रेट र भवन हान्छ एट्री 1.2 को पनि भवन त भवनै छ कुन चाहिँ 1.2 ए 1.4 नै कडा छ 1.2 रहेर हेरेन झन् लो लाइटको लागि यस्तो बबास होइन राति पनि झन् ब्याकग्राउन्ड यस्तो मजाले पोर्ट्रेट दिन्छ हाम्रो साथीले 1.2 को चलाउँछ इएफ लेन्स यत्रो छ है यत्रो ढ्याक छ मुनि यत्रो हुन्छ नि मुनि चाहिँ यत्रो पातलो हुन्छ नि पेज चाहिँ नोइज पनि नआउने आनन्दले रेकर्ड भइरहेको छ नि पाइरहेको
भन्नु भयो धेरै बस्दा सजिलो भएर कि धेरै अहिले त बस गर्दा गर्दा मेरो ढाड दुख्यो आम्मा कम दुख्यो मलाई एकछिन त हाँसेर दिनु पर्यो नि त नि ब्याट्री सकिन्छ एउटा कार त बल्ल फुल हुन लागेछ कति जिबी 128 बल्ल एक घन्टा 4K 60 मा हान्छु नि त मैले 1 घन्टा 18 मिनट खिच्छ क्या 1 घन्टा 15 मिनट खिचेछ 4K 60 10 बिट पुरै गाना राखेको छ हेर्न चाहिँ क्यामराबाट हेरेको सजिलो लाग्दैन यही ठिक लाग्छ मलाई अब एउटा मोन्टो नकिन्नु भन्नु भएको थियो यस्तो भइरहेको मोन्टो किन्नु जिन्दगीभरिको लागि भइसक्यो त्यही आउँछ गेमको कुरा लाग्यो मलाई एउटा एडिट नै भएको थियो क्लासेस प्लानिङ चाहिँ म गेमहरूमा चाहिँ कहिले एडिट भएन यस्तोमा त के एक्चुअल रियल लाइफमा खेल्न गयो रमाइलो लाग्छ होइन त्यो एडभेन्चरमा आइहाल्यो भयो क्लास अफ प्लान अहिले खेल्छ अहिले खेल्छ म त एउटा मात्र पाउँछु पाएँ मैले पनि त्यही भने तर दुईवटा अब बिस्तारै फुटसल टिम बनाउने
Point. बच्चाले पुग्छ बढी भइसक्यो फोन डलेर त के सार्छ त्यहाँ लगानी गर्छ सारी केही छैन है यो मागेन छैन केही छैन खल्ती पनि छैन आशीर्वाद छ दुवैजनालाई दिदीको के साह्रो के भयो रे
आए हात हेर यहाँ यात्रा ठिक छ सोरै हाल्दा नि केही फरक परेन यो लाइटले तिमीलाई हेल्प गर्छ कि मेरो लाइटले Ay, lo. पुरला हातमा ल्याउनु भएन गाह्रो हो यहाँ छोप्दै पछाडि अनि
पोते निकाल्ने यो दिदीलाई भन्नुपर्छ कि त्यसरी मिलाएर सरसरको हात पछाडि यो भाइ भाडा छ एउटा प्लास्टिक हालेर राखेको प्लास्टिक ल हजुरले पछाडि समाइदिनुहोस् होला गरे हाम्रो भोलि साइज छ उताको नियमअनुसार चल्नु पर्यो होइन भोलि चाहिँ पैसा माग्नु पाइन्छ आज पैसा माग्नु पाइन्छ ल ल ल ल ल ल ल पर्ने हो तर भनेर हजुरहरू आजबाट एकअर्कामा सीमानासम्म बन्दै हुनुहुन्छ गाई दानुहुन्छ गोदान गर्दाखेरि कष्ट गर्नुपर्छ आज अरिष्ट गोदान छुट्टा छुट्टै है अब रेट तोकेर भनिसकेला प्रचलन अनुसार ठुलो गाई भन्छ 1100 को ठुलो भन्छ दशांश हुन्छ गाईको 10 गुणा कम बाछो हुन्छ मैले भन्ने कुरो भन्ने हजुरले गर्ने कुरो त्यो दशांश भनेको 100 रुपियाँ तपाईँले गाई दान गर्नुहुन्छ भने बाछो 10 रुपियाँ मात्र राख्नु पाउनुहुन्छ 20 राख्नु पाउनुहुन्न हजुरले 50 गर्नुहुन्छ भने 5 राख्नु पाउनुहुन्छ 20 राख्नु पाउनुहुन्न अनि 1000 को गर्नुहुन्छ भने 100 राख्नु पाउनुहुन्छ 50 राख्नु पाउनुहुन्छ भने बाछो 500 को 50 दुईटा दुनामा राखिसकेको त्यो उताबाट ल्याएको 300 छ यो 50 एउटा चाहियो 50 चाहियो अब सिन्दुरदान भयो है पाइन्छ नि दिन्छ त्यो बापतको एउटा गाई दान गर्छौँ हामीले यसलाई करम बाटो सम्झ्यौँ यहाँ राख्ने भइसक्यो त दुईटैमा पाइहाल्ने भोलिदेखि एउटै मान्छेले अलग अलग गाई दान गर्न पाइँदैन एकै हुनुहुन्छ यो अरिष्ट गोदान एउटा सिन्दुर दान गरेर पश्चात एउटा हुन्छ है पूजासित पातिदिएर गाईको प्रार्थना गर्छु ल हरिओम नमो गोप्य ओम नमो आफै गुरुबार हिँडेर जाने गाई होइन बेमेसर सोध्छ पत्र के हो भनेर पाँच उठाइस्यो नमस्कार गर्नुहोस् गाई कसलाई दिने हो ब्राह्मणलाई दान गर्ने होला ब्राह्मणलाई नमस्कार ब्राह्मणलाई नमस्कार गरेर गाई डोर्याइदिनु गाई उचाल्नु पाइँदैन शान्ति रेव शान्ति सामा शान्ति देवी ओम नमस्ते देवी पत्नी देवी संसारचारी गणपति मुनि आएर पनि भन्थे गुरुले
दिनुहुन्छ नि टाउकोमा राख्नुपर्छ हो त्यसो राख्नु कति राउन्ड हो एक राउन्ड एक राउन्ड ल बस्यो सपोर्ट आयो बिचमा जल चेलीबेटीले पहिला जलले प्रदक्षिणा पदे पदे जन्मान्तर पितानि च तानि सर्वाणि न सन्तु प्रदक्षिणा पदे पदे हे राउडी बनाइरहेको यसरी फेरि अझ हुँदा म मेरोबाट क्रिकेट भयो यो पार्टीले अक्षता पर्दैन पार्टी यसो शिरमा स्वागत गर्ने पूजा गरेर अक्षता होइन पार्टी मात्र आरती गरौँ अब यहाँ अगाडि राख्न त्यसलाई यहाँ अगाडि राख्नुपर्छ होइन आरती लिएर आरती चेलीबेटीको ढोका छेक्ने केही प्लान छ भनेदेखि अहिले गुरुले भनिसक्यो नभनिसकेलाई अब बार्गेनिङ गरिदिनु पऱ्यो भाउजूले सोच बनाइदिनु भाउजूले अब दाइले समन्वय गरिदिनु पर्ने हुन्छ अब कसैले आफ्नो चेलीबेटी कन्भिन्स गराउने एकचोटि खाइदियो हुन्छ एकचोटि खाइदियो हुन्छ एकचोटि पर्दैन पैसा
ल छोडिदे ल छोडिदे म भोलि पनि घर आउन ल छोडिदे अहिले ल बाई म बिजी छु ल बाई अहिले रमा हमरा अब यहाँ माथि राखेर अनि सासू बाजे नाङ्लो बोकेर त्यो
यस नाङ्गले सुत्छ सरी सुत्छ पूजा कोठा कता हो पूजा कोठा त उता माथि पूजा कोठा हरिओम सुप्रकार वासना देव वासुदेव सर्वभूत अग्निवासी वासुदेव नमस्ते दीपज्योति परब्रह्म दीपज्योति जनार्दन दीपम हरम माल्ने भनेको माला माला त पवित्र माल्ने कर्मसाक्षी नारायणाय नमः विनायकाय बाबु त कसो पछाडि गर्नुभयो नि हुन्छ होला त्यसलाई अलिक पछाडि गर्नुभयो
अलिकति आउने बित्तिकै अलिकति लगाउँछ नि गइहाल्छ होइन धेरै भयो कि मान्छे धेरै भयो चलाएर नभएर कुन चाहिँ खाली बस्यो भने चाहिँ मोबाइल हुन्छ मान्छे कोही खाली बस्यो दिनुपर्छ मलाई यसले अघि दिएको मैले कहाँ राख्यो र फेरि आउँदा सधैँ हाँसी खुसी हुनु फेरि भान्जी दिदी दुःख दिन आइरहन्छ भाग्यो पार्टी चढाएर पैसा चढाउनु पर्छ कि पार्टी पैसा राख्नुपर्छ नि त मेरो सन्तान जस्तै विदा छ